हेलो नेपाल आइडल, हेलो एपी1 टिभी म केही भन्न चाहन्छु छिटै भनेर गङ्गा सुनामले सामाजिक सञ्जालमा लेखिसकेपछि नेपाल आइडलले फ्लड गर्यो। फेरि एउटा विजेतालाई पुरस्कार दिएन, विभिन्न कमेन्टहरू आउन थाले। गङ्गा सुनाम नेपाल आइडल सिजन 6 को विजेता र विशेष गरी उनको चर्चा अनि परिचर्चा, उनले गाउने शैली र उनले गाएको दर्शकहरूले धेरैभन्दा धेरै उनको गीत मन पराए भोट गरिसकेपछि उनी नेपाल आइडल सिजन 6 को विजेता भएकी थिइन्। अचानक उनले सामाजिक सञ्जालमा यस्तो पोस्ट गरिसकेपछि अहिले विभिन्न कमेन्टहरू आएका छन्। नेपाल आइडलले के फ्लड गरेकै हो त गङ्गा सुनाममाथि? पुरस्कार नदिएकै हो त? यही भन्न खोजेको हुन् त उनले? या कि उनले गीत सङ्गीत बारेमा अब केही ल्याउन लागिरहेको हुन् नेपाल आइडलसँग कोलाबोरेसन गरेर, या भनौँ नेपाल आइडलले अब एल्बममा गीत गाउने भनेको केही अब त्यसै विषय लिएर उनले केही लेखेकी हुन् त? अब यसको स्पष्टीकरण त गङ्गा सुनाम आफैले पनि दिनुपर्छ। सामाजिक सञ्जालमा यत्रो धेरै कमेन्टहरू आइसकेपछि डोली चढाइलाई जाने हो शोभा चाँदै मेरा घर म तेरो जीवनको साथी शोभा जान माने डर। नेपाल आइडल सिजन 6 को विजेता गङ्गा सुनामले विशेष गरी उनको गाउने शैली र दर्शकहरूको माया कारण उनी नेपाल आइडल सिजन 6 को विजेता भइन्। उनको चर्चा अनि परिचर्चा र धेरै दर्शकहरूले उनलाई धेरै माया गर्नुहुन्छ। नेपाल आइडल सिजन 6 को विजेता बनिसकेपछि नि उनको साङ्गीतिक यात्रामा अझै पनि दर्शकहरूको उत्तिनै साथ अनि समर्थन छ र विशेष गरी उनलाई धेरै दर्शकहरूले माया दिइरहेका छन्। र उनले अचानक हेलो नेपाल आइडल, हेलो एपी1 टिभी म केही भन्न चाहन्छु छिट्टै नै भनिसकेपछि दर्शकहरूमा प्रश्न उठेको, कौतलता भएको, उनलाई के नेपाल आइडलको टिमहरूले पुरस्कारहरू दिएको छैन राम्रोसँग, के ट्याक्सहरू के यताउता भनेर भइरहेको छ किन? दर्शकहरूले प्रश्न गरेका छन्। यो रियालिटी सो खत्तम हो। विशेष गरी फ्रेन्चाइज सोहरू द भोइस अफ नेपाल, नेपाल आइडललाई विशेष गरी यो आरोपहरू लागिरहेको पनि हुन्छ। तपाईँहरू यस विषयमा के भन्न चाहनुहुन्छ? गङ्गा सुनामको स्वर मन परेर तपाईँहरूले भोट दिनुभएको थियो कि थिएन नेपाल आइडल सिजन 6 मा? कमेन्ट गर्नुहोला। र गङ्गा सुनाममाथि अन्याय भएको जस्तो तपाईँहरू लाग्छ? कमेन्ट गर्नुहोला है त।